तपाईँहरूले यो मान्छेलाई राम्रोसँग हेर्नु होला है। कसैले चिन्नुहुन्छ भनेदेखि तपाईँको घर वरिपरि देखियो भनेदेखि यो मान्छेलाई पुलिसलाई खबर गरिदिनु होला। यो मान्छेले हिजो मेरो घरको छेउमा बोइज होस्टेल छ कि एउटा, त्यहाँभित्र छिरेर ल्यापटप चोरेर गएको रहेछ कि यसले। हेर्नु नि यहाँ ल कस्तो आँट होला के यस्तो होस्टेलभित्र होइन, सब कोठाहरू हेर्दै हिँडेको छ। यो रुम त कतिचोटि जान्छ कि रुममा माथि जान्छ, माथि गएर पनि कति बेर हराएर आउँछ कि यो मान्छे। माथि पनि कति धेरै रुमहरू छ नि त यहाँ यो होस्टेलमा, माथि पनि के न के त यसले चोरेकै होला कि। अब यता पनि एउटा रुम छ है, यता पनि छिर्यो त्यो है। अब बाहिर गयो फेरि आउँछ क्या। अब यता हेरेँ, यो चाहिँ टोइलेट जस्तो लाग्छ मलाई है, किनकि म पनि गएको छु नि त त्यो घरभित्र। अनि त्यसले क्यामेरा देख्यो, त्यसले फोन निकाल्दै बाहिर जान्छ है। अनि फोनमा कुरा गर्छ, त्यो कति बेरसम्म त्यहाँ फोनमा कुरा गरिरहेको हुन्छ। त्यसको छाया चाहिँ देखिरहेको छ कि हेर्नु नि छेउमा। अब फेरि आउँछ क्या त्यो भित्र। अब चाहिँ त्यो रुमभित्र पस्छ फेरि। त्यो रुममा कतिचोटि पसेको के त्यो, अघि पहिलोचोटि पस्दा लग्यो कि अब अहिले पस्दा लग्यो चाहिँ थाहा छैन होइन। अनि अहिले चाहिँ अब निस्केपछि चाहिँ आउँदैन क्या। अब निस्केपछि चाहिँ फर्किँदैन, यसले ल्यापटप लिएर गइसक्यो।